नमस्कार। के तपाईहरुलाई थाहा छ आजकल धेरै प्लटिङहरु भिरालो रहेको ठाउँमा माटोले भरेर तपाईहरुले घर बनाएर दिने चलन पनि कतै कतै पाइएको छ। यसको मतलब मैले सबैले गर्नुहुन्छ भन्न खोजेको हैन, तर जलविनायक स्थित जुन हाम्रो भिरालो उत्तरतिर फर्केको वास्तुको हिसाबले पनि लाभ प्रदान गर्ने तपाईले जग्गाहरुको हामीले कुरा गर्दा र यसमा बनेका घरहरुको कुरा गर्दाखेरि हामीले कुनै पनि ल्यान्डस्केपलाई आर्टिफिशियल हिसाबले भरेर घर बनाएका छैनौं, जसको लागि मैले हजुरलाई अलिकति तल गएर दायाँ बायाँको प्राकृतिक अवस्थामा रहेको नै भिरालोपना देखाउँदैछु। हेर्नुहोला। हेर्न सक्नुहुनेछ पूर्वतिरको यो स्थान जुन आफ्नो प्राकृतिक अवस्थामा नै रहेको छ भनेदेखि पछाडि त्यसको साथसाथै मेरो अहिले म उभिएको हातबाट तपाईको दाहिने हाततिरको साइडमा पनि तपाईले भिरालो भएर हल्का उचाइ भएको प्राकृतिक अवस्थामा रहेको ल्यान्डस्केप तपाईले देख्न सक्नुहुनेछ। यसको मतलब हामीले तपाईहरुलाई भरेर भन्दाखेरि नेचुरल अवस्थामै रहेको जग्गामा नै घर बनाएर हजुरहरुलाई दिइराखेका छौं। उचित मूल्यको लागि, भरपर्दो विश्वासको लागि शीतलता प्रदान गर्दै शीतल रियल इस्टेट।